मलाई जहाँसम्म लाग्छ सिक्किममा चाहिँ फर्स्ट नै होला यो एङ्गलिङ कम्पिटिसन भएको है। आज 30 तारिक मार्च अनि 31 तारिक मार्च 2 दिनको लागि चाहिँ हुँदैछ। सिक्किममा फिसिङ कम्पिटिसन हुने अनि आमोस राई नहुने त्यो चाहिँ अलिक नहुने कुरा हो नि त। त्यही भएर म पनि आइपुगेको छु यहाँ, पार्टिसिपेट गरेको छु है। सो म त एकदम एक्साइटेड छु। पार्टिसिपेन्ट्सहरू झन्डै 40 जना क्रस होला अब होला गर्दैछौँ। सो के कस्तो हुन्छ है, प्राइजहरू छ, म तपाईहरुलाई देखाउने कोसिस गर्छु, हेर्दै गर्नु होला। तपाईहरुले सिंगल रड मात्र युज गर्नु सक्नुहुन्छ। एन्ड जुन चाहिँ त्यो लिडर रड हुन्छ, लिडरमा तपाईहरुले एउटा मात्रै टाइगर गर्नु पाउनुहुन्छ। अन्त जसले स्पिनिङ गर्नुहुँदैछ उहाँहरूले दे क्यान युज ट्रेबल हो, तर पात चाहिँ तपाईले कुच्चाको हुनुपर्छ। नभए जतिसक्दो सिंगल हुक युज गर्नुभयो भने हुन्छ। अनि स्पिनिङमा इफ फल्स हुक भएर माछा परेको छ भने त्यो चाहिँ काउन्ट हुँदैन। माछाले चाहिँ पेट चाहिँ मुखमा नै टोकेको हुनु पर्यो। र फल्स हुक ढाडतिर हुकेर आएको छ भने त्यसलाई काउन्ट गरिँदैन। अन्त एज सुन एज तपाईहरुको माछा हुक हुन्छ, तपाईहरुको पछि भलन्टियर बसेको हुन्छ, उहाँहरूलाई इन्फर्म गर्नुपर्छ। र तपाईहरुले त्यो माछा पानीभित्र त्यहाँनिर हामी ल्यान्डिङ गरिदिनु त्यहाँ नै आउँछ। त्यसै कारणले गर्दा तपाईहरुले फर्स्टमा एज सुन एज माछा हुक भयो हाम्रो कोही तपाईहरुले भलन्टियरहरूलाई इन्फर्म गर्नुहोस् र हामी तपाईहरुलाई त्यहाँनिर ल्यान्डिङ गर्नु आउँछ। र हामी मेजरमेन्ट लिन्छौँ। अन्त मेजरमेन्ट लिइसकेर तपाईहरु त्यहाँबाट रिलिज पनि गरिहाल्छौँ। हुन्छ, थ्याङ्क यू। ब्रिफ गर्नुको लागि चाहिँ हामीले सरलाई नै भन्दैछु। तपाईँको क्याटेगोरी यस्तो छ, बिगेस्ट क्याच बोथ डेट र स्पिनिङमा, एन्ड देन म्याक्सिमम अफ क्याच, म्याक्सिमम नम्बर अफ फिस कट त्यो बोथ स्पिनिङ र डेटमा छ। अन्त एउटा चाहिँ तपाईँको फर्स्ट क्याच, र फर्स्ट क्याच चाहिँ डेट र स्पिनिङमा जसले फर्स्ट क्याच गर्छ उहाँले पाउनुहुन्छ। सो यो चाहिँ सेपरेट होइन, डेट र स्पिनिङ दुईटामा जसले फर्स्ट क्याच गर्छ उहाँले चाहिँ त्यो प्राइज पाउनुहुन्छ। थ्याङ्क यू। सो हाम्रो एङ्गलिङ कम्पिटिसनको लोकेसन चाहिँ यही हो है, किताम फाटकदेखि मुनि आउनुपर्छ। यो लोकेसन एकदमै राम्रो छ, कितामदेखि मुनिपट्टि। अनि यहाँ हाम्रो सर पनि हुनुहुन्छ, हिमाचलमा रहेछ घर चाहिँ, गान्तोक में रहते हैं सर आप। कैसा लगा आज सर आपको यहाँ पे? मछली तो नहीं लगा, फिर भी ऐसे हम नदी में नदी का ड्यूटी कर रहे हैं रंगी परिवार का ना। सुंदर जगह। हाँ, तो मलाई एकदम खुसी लाग्यो। यस्तो टाटाडोबाट मान्छेहरू आइदिनु भएको छ, नर्थ सिक्किमबाट पनि आउनु भएको छ हो। भाङ्गो परिरहेछ माछा, यता बेट खेल्नु पाएन। जिउमा रड्डी भएछ नि। ए तेरी स्पिनरमै रहेछ भाइ। केमा जिउमै परेको, टाउकोबाट कुद्नु सिधायो। जिउमा परेको नि त। मोरेछ त्यो। ऊ साह्रो हेर्छ नि। मुखमा हाल्नु पर्छ। मुखमा हालिदिनु पर्छ निकालेर। मुखमा हालिदिनु पर्छ। अब सबै देखिसक्यो। कहाँ मुखमा लागेको त अन्त मुखमा त निस्किरहेको भाका दिन त बढी हुन्छ जिउमा लागेको मुखमा लागेको हुनुपर्छ। मुखमा लागेको रहेछ कि
स्पिनरको फेरि उहाँ माथि जानुपर्छ फ्लाइट हामीलाई चाहिँ फिसिङ टाइमिङ चाहिँ दिउँसोको 1 बजीदेखि अहिले बेलुका 7 बजीसम्म दिएको थियो है। अरू 1-2 जनाले निकालेको छ माछा त निकाल्यो, तर फर्स्ट क्याचको चाहिँ क्राइटेरिया पुगेन। मिनिमम चाहिँ 250 ग्राम हुनु पर्थ्यो, 210-15 ग्राम त्यस्तै निकालिरहेछ। सो बिहान पनि छ अझै, भोलि बिहान 5 बजीदेखि 11 बजीसम्म होला सायद। बिहान पनि एकपल्ट ट्राई हान्ने हो। सो सबैले मलाई विश गर्नु होला, मैले चाहिँ आधा किलोको माछा निकालेर चाहिँ फर्स्ट क्याचको चाहिँ प्राइस थाप्ने हो। सो अहिले थाकेको छु, गुड नाइट। म तपाईहरुलाई अपडेट गर्छु भोलिको पनि। थ्याङ्क यू। गुड मर्निङ एभ्रिवान। आज चाहिँ हाम्रो एङ्गलिङ कम्पिटिसनको चाहिँ डे 2 हो। हामी सबैजना आइसकेको छौँ बिहानै खोलामा है। अनि सबैले कास्ट गरिसकेको छ। यता माथि यो उकालो माथि साइड चाहिँ स्पिनरहरू गर्ने धेरैजना हुनुहुन्छ। अनि कि म यहाँ भएको ठाउँदेखि चाहिँ ओह्रालो चाहिँ सबै बेड कास्टिङ गर्नेहरू हो। यहाँ मेरो साथी बस्नु भएको छ, विकास साथी। ओ मेरो त अघिदेखि बाइट हानेको नै छ, मैले पनि कास्ट गरेको छु। टकेको छ है। सो के कस्तो हुन्छ यो पनि आजको पनि म तपाईँहरूलाई देखाउँछु, हेर्दै गर्नु होला। हल्ला गल्ला छ त मेरो त परेछ के हो। गाइस खुसीको कुरा है, मैले चाहिँ फर्स्ट क्याच बनाएँ। 365 ग्रामको माछा क्याच गरेँ है। अनि हेर्नुहोस् न मैले कसरी मारेँ भनेर। यो फर्स्ट क्याच चाहिँ म भएँ। थ्याङ्क यू सबैजनालाई विश गरिदिनु भएको लागि। निकाले हो। ए तपाईँकोमा रहेछ नि नेट है, यहाँ हाल्नुहोस्। राख्नुहोस् न, मुनि राख्नुहोस्। हजुर राखिराख्नुहोस् कि यो निकालिदिनु होइन। उयो पानीमा लैजाउँ त। फोटो खिच्नु। पानीको चाहिँ यति नै फ्लो राख्यो भने त राम्रो मर्छ कि। खै निकाल्नु पऱ्यो होला नि त। जिन्स एउटा हो। ए यो उयस पनि एक पावा त होला है।
बेसी छ बेसी बेसी होला बिचरा तपाईँको भिज्यो त है सबै निकालिरहेको नि भड्केछ हौ -445 -15 अहिले एकछिन ल -150 कति भएछ सर ल क्वालिफाई भयो एउटा फोटो खिच्दिनु सर 365 ग्राम एकछिन हेर यसै हातको पक्रिनु यो डिपो निकाल्नुहोस् कि कानको जालीमा नहाल्नु कानको जालीमा नहाल्नु हल्का पक्रिनु हातले युज गर्नु अलिक अगाडि ल्याउनु माछा यो चाहिँ अलिक यो हात दुईटा जस्तो हटाइदिनु ए त्यसरी हल्का पक्रिनु लग्यो भयो छोडिदिउँ उतापट्टि छोड्नु फाइदा होला जान्छ एउटा फोटो खिच्नु जेसी एक्सपोर्ट हुन्छ कतिमा चाहिँ 365 ग्राम क्वालिफाई भयो है यता गरिदिनुहोस् यता लगाइदिनुहोस् अरे यहाँ छोड्नु है मेरो आमोस राई आफ्नो अवार्ड मुख्य अतिथि साथै विशिष्ट अतिथिको बाहुलीबाट ग्रहण गरिदिनुमा पनि विनम्र निवेदन गर्दछु। मेरो लगिदियो है तिमीले ठिकै छ। र यो फर्स्ट क्याचको प्राइज रहेको छ क्यास ₹10,000। थ्याङ्क यू। बधाई छ। कसम तिमी बडा चढ्थ्यौ म सामु आउँदा किन भाग्थ्यौ म सामु आउँदा किन भाग